भयो। अब आजबाट काम सिमलतालको यो खलास बस भइसकेको छ। उत्खनन गर्ने कार्य 17औं दिनमा चाहिँ रोकिएको छ। 17औं दिनपछि सिमतालमा काम स्थगित भएको छ। एकाएक कङ्काल भेटिन थालेपछि आफन्तीजनको रुवाबासी बल्झिएको छ, फेरि उल्झिएको छ। 1.5 वर्ष पहिले पुरिएको बसबाट मानव कङ्काल अझै भेटिएको त्यहाँका स्थानीय प्रहरीले जानकारी पनि गराएका छन्। पोस्टमार्टमको लागि यति बेला भरतपुर हस्पिटलमा लगिएको पनि जानकारी गराएका छन्। यस्तै नयाँ र ताजा भिडियो हेर्नको लागि हाम्रो मिनाचन युट्युब च्यानललाई लाइक, कमेन्ट, शेयर र सब्सक्राइब गरेर हामीसँगै जोडिनुहोला। हामी दिनेछौँ हरेक दिन यस्तै नयाँ र ताजा अपडेटहरू। तनहुँको आफूखैरेनी गाउँपालिका 5 दोराङ बेसी नजिक त्रिशुलीको किनारमा पुरीको अवस्थामा भेटिएको गणपति डिलक्स बसबाट मानव कङ्काल फेला परेको 1.5 वर्ष अघि सिमतालमा पहिरोसँगै बेपत्ता भएको उक्त बस उत्खनन गर्ने क्रममा एकजनाको कङ्काल फेला परेको इलाका प्रहरीले आफूखैरेनीका प्रहरी निरीक्षक प्रदीप सुवेदीले जानकारी पनि गराउनु भएको छ। उनका अनुसार करिब 40% भाग काटेर बाहिर निकाल्ने क्रममा कम्मरभन्दा माथिको भाग मात्र मानव कङ्काल फेला परेको हो। फेला परेको कङ्काल परीक्षणका लागि भरतपुर अस्पताल पठाएको छ। सिमताल दुर्घटनाभन्दा करिब 300 मिटर तल त्रिशुली नदीको किनारमा बालुवाले पुरेको अवस्थामा 16 दिन अघि उक्त बसका पाठपुर्जा देखिएपछि खोजी कार्य तीव्र पारिएको थियो। इलाका प्रहरी कार्यालय आफूखैरेनी सशस्त्र प्रहरी पाल नेपाल 17 गण चितवन र नम्बर 23 का मनोकामना गण भानु तनहुँबाट खटिएको संयुक्त सुरक्षा टोलीले उक्त बस फेला पारेको थियो। विक्रम सम्वत 2081 असार 28 गते बिहान पख काठमाडौँ गैर जाँदै गरेको प्रवेश 3001224 र 59 नम्बरको गणपति डिलक्स बस वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको बागमती प्रदेश 03006 ख 1416 नम्बरको एन्जल डिलक्स बसको चितवनको भरतपुर महानगरपालिकाका 29 स्थित सिमतालको छोलङ्के पुल नजिकैबाट लेदो सहितको पहिरोमा परि त्रिशुलीमा खसेर बेपत्ता भएको थियो। दुवै बसका 64 यात्रुमध्ये गणपति यातायातको बसमा सवार 3 यात्रु पौडेर अकाल आएका थिए। यस्तै सबै सँगै बगेका पनि थिए। सिमतालमा पुरिएका आफन्तीजनहरूको यति बेला रुवाबासी फेरि सुरु भएको छ। आफ्ना आफन्तीजनको केही भेटिन्छ कि भनेर त्यहाँ थुप्रै उनका घरका परिवारहरू आएको हामी प्रशस्तै मात्रामा देख्न सकिन्छ। आदरणीय दर्शक भिडियो भिडियो कुन देशबाट हेर्दै हुनुहुन्छ, कस्तो लाग्छ, जस्तो लाग्छ त्यस्तै सुझाव सल्लाह दिन पनि अवश्य नभुल्नुहोला। अहिले पनि भिडियोको अन्तिममा छौँ। हस्त नमस्ते।